चाहिँ कसरी भएछ भने क्लेशहरू त्याग गरेर चाहिँ आफूलाई ज्ञानले युक्त भएकोलाई चाहिँ बुद्ध भन्दो रहेछ नि। अब रत्न कसरी भने रत्न अमूल्य धातु हो रे, अमूल्य चिज हो रे बुद्ध। कसरी अमूल्य चिज हो त भन्दाखेरि जबसम्म सुखवती भुवन चाहिँ आजसम्म हिजोसम्म कसैले पनि प्राप्त नगरेको चाहिँ उहाँले प्राप्त गर्नुभयो। यो अहिलेको वर्तमान कालमा चाहिँ पहिलेको भूतकालको बुद्ध र बोधिसत्वहरू कयौँ हुनुहुन्छ, जस्तै कि समान्तपत्र बुद्ध, बुद्ध प्रकाशशील इत्यादि बुद्धहरू धेरै हुनुहुन्छ। 84,000 बुद्ध र बोधिसत्वहरू हुनुहुन्छ। त्यसमध्ये अहिले वर्तमानको बुद्ध चाहिँ सांगिसक्य थुप्पा भन्छ, गौतम बुद्ध भन्ने गर्छ। र अहिले हालैको यो वर्तमानमा यो सुखवती भवन कहाँ रहेछ भन्ने चाहिँ उहाँले एउटा सुखवती भवन पुग्ने एउटा मार्ग चाहिँ उहाँले प्राप्त गर्नुभयो। त्यति बेलासम्म कसैले पनि प्राप्त गरेको थिएन अरे, चाहे ऋषिमुनि नै किन नहोस्, चाहे लामा गुरु भिक्षुगणहरू नै किन नहोस्, चाहे जजमान नै किन नहोस्, चाहे साधु सन्त नै किन नहोस्, चाहे देवी देउराली नै किन नहोस्, अहिलेसम्म सुखवती भवन यो समयमा चाहिँ वर्तमान कालमा चाहिँ कसैले पनि प्राप्त गरेको थिएन अरे। अनि त्यो सुखवती भवनमा जाने एउटा मार्ग उहाँले प्राप्त गर्नुभयो र त्यही मार्ग चाहिँ उहाँले के गर्नुभयो भन्दाखेरि अब त्यहाँसम्म पुर्याउने एउटा मार्गदर्शकको रूपमा चाहिँ उहाँ चिनिनु भयो। अहिले पनि भन्नुहुन्छ कि उहाँले म चाहिँ बुद्ध होइन है, म चाहिँ भगवान होइन है, म के हो, म एउटा मार्गदर्शक हुँ भनेर भन्नुहुन्छ उहाँले। त्यसै गरी नानी खेल थर्मी थप्ने थप हङेरला सेवरी उहाँले बुद्ध वचन पनि भन्नुभएको छ कि म चाहिँ तपाईँहरू सबैजनालाई बुद्धता प्राप्त गर्ने एउटा मार्गदर्शक देखाउँछु, त्यो मार्गमा हिँड्नु नहिँड्नु चाहिँ तपाईँहरू आफ्नैमा भर पर्छ है भनेर उहाँले एउटा बुद्ध वचन पनि छोड्नु भएको छ अरे। त्यसै कारणले गर्दाखेरि बुद्ध पनि एउटा रत्न रहेछ नि त, अमूल्य धातु रहेछ, अमूल्य चिज रहेछ। त्यसै कारणले आज हामीले बुद्धको प्रतिमाको रूप अथवा मूर्ति चाहिँ हामीले भेटाइसकेको छौँ। यसमा अब विभिन्न किसिमको अब यो ल्याउँदाखेरि अब दुःख कष्ट त अब धेरै भएको छ। यहाँ जबसम्म संलग्न हुन्छ अब तपाईँ हामीले त थाहा हुँदैन, किन हामी त अब यहाँले यही बुद्धको मूर्तिको ल्याएर मजाको रहेछ भन्ने हो भरे घरमा गएर। यहाँ दुःख कष्ट कति भएको त यो त जो परेको छ उहाँलाई मात्रै थाहा हुन्छ, जसले गएर ल्याएको छ, जो परेर गएको छ उहाँहरूलाई पनि थाहा हुन्छ होइन, हो कि होइन भन्नु त। काम गर्ने मान्छेले कामको महत्त्व कति रहेछ थाहा हुन्छ हो, कर्मचारीले कर्मचारीको आफ्नै महत्त्व थाहा हुन्छ विशेष गरी, हो कि होइन। त्यस्तै गरी यो एकदम धेरै दुःख र धेरै सङ्घर्षहरू गर्नुभएको छ। अध्यक्षज्यू लगायत सम्पूर्ण उहाँको टिमहरू सम्पूर्णले चाहिँ एकदमै दुःख गर्नुभएको छ। यहाँ पनि म एकदम आभारी छु र विशेष आजसम्म यहाँ आइपुग्नु उहाँको ध्यानले तपाईँ हामीले त अब ल्याउनुपर्छ भन्ने मात्रै हो, त्यो भने पनि राम्रो, फेरि सहयोग हो नि त बुक है, हौसला दिनु राम्रो। कतिले त ल्याएर के गर्ने ल्याएको पनि नल्याएर ठिकै छ भन्ने पनि छ, कतिको धारणा है ल्याएसँग फल्नाले भन्ने भावहरू पनि हुने हुन्छ होइन। तर तपाईँहरू छ भनेर होइन, कुनै कुनै त्यस्तो भावहरू पनि हुने नहुनु सकिँदैन भन्नु सकिन्छ है, कुनै कुनै त्यस्तो भावनाहरू पनि हुन्छ। र यो ध्यान ल्याउनुको लागि एकदम कष्ट दुःख गर्नुभएको छ, अनि पनि मैले उहाँहरूप्रति एकदम आभारी छु म। र अब यहाँसम्म आइसक्यो यो बुद्धको प्रतिमा मूर्ति, अब यो त यहाँ त अहिले त कमी मात्रै भइरहेछ यहाँ है, अब मूर्ति त आइसक्यो। अब यसलाई चाहिँ के गर्नु पर्यो भन्दाखेरि जगाउनु पर्यो, प्रतिमा बनाउनु पर्यो हो। अब प्रतिमा बनाउनुलाई के गर्नुपर्छ त भन्दाखेरि यहाँभित्र सुङ लगाउनु पर्यो, सुङ भन्छ हामीले है। यसको आँखाको मन्त्र हुन्छ, नाकको मन्त्र हुन्छ, कानको मन्त्र हुन्छ हो, हातको मन्त्र हुन्छ। जस्तै कि अब कानको छाम आँखाको छाममा त के हो भन्छ इन्द्रिय हो नि यो एउटा होइन, ज्योति छ नि आँखाको, जस उसलाई ज्योति दिनु सकेन भने के भयो, त्यसो के महत्त्व रह्यो, रहेन अरे। त्यसले हेर्नु सक्छ भनेर देख्नु सक्छ, देख्नु सक्दैन अरे।
सक्दैन अरे। अब कानले हामीले कानको त्यो ज्योति अथवा त्यहाँको मन्त्र त्यहाँको विशेषता त्यहाँ दबाउनु सकेन भने के भयो नि सुन्नु सक्दैन अरे। कानको जाली फुट्यो भने हामी जति बोलाएर सुन्दैन भन्छ नि होइन, हो त्यस्तो। अब यहाँ त आइपुगिसक्यो, अहिले त केही छैन है, जगाएको छैन नि त, सुन्नु गरेको छैन। 10औं दिशाको बुद्ध र बोधिसत्वहरूलाई हामीले यहाँ उपस्थित गराएर यो गरेको छैन हो। त्यो भइसकेपछि उहाँले दुःख कष्ट गरेर यहाँसम्म यो ल्याउनु भयो, त्यसमा म फेरि आभारी छु। र विशेष अझै पनि यसको काम चाहिँ सकेको छैन है। त्यसको कामले हामी जो कहिले पनि भन्छौँ अब सानो मूर्ति भए चाहिँ एउटा खाँगा जस्तो उधारो 5,000 10,000मा हामी सकिहाल्छौँ नि भन्ने हुन्छ। तर यो चाहिँ साँच्चै नै सोच्यो भने एउटा मूर्ति बराबर 4.5 लाख 5 लाख रुपियाँ खर्च हुन्छ यसलाई, अझै पनि खर्च हुन्छ। किन भन्दाखेरि तपाईँहरूले फेरि मूर्ति ल्याए, अझै पनि मूर्ति ल्याइसकेपछि अब किन पैसा दिने, हामीले किन घुम्बाले चलाउने, आएको सक्यो भनेर नसोच्नु कदापि है। यो सबै हाम्रो सम्पत्ति हो, तपाईँ हामीकै हो, यहाँ बस्नेहरूको लागि हो है। भोलि गएर यहाँ हामीले जगाइसकेपछि के हुन्छ, प्रतिमा हुन्छ, त्यहाँदेखि सम्पूर्णले कल्पना गर्दाखेरि उहाँले प्रार्थना गर्दा पुकार्दाखेरि उहाँले सुन्नुहुन्छ अरे, बुझ्नु। त्यही अनुसारले उहाँले वरदान पनि दिनुहुन्छ, आशीर्वाद पनि दिनुहुन्छ अरे। अनि अब के रहेको छ भन्दाखेरि भित्र सक्सिङ लगाउनुपर्छ है, खास भने रक्त चन्दनको काठ लगाउनुपर्छ 5 फिटको। अब त्यसको लागि कति लगानी हुन्छ अनुमान गर्नु सक्दिनँ म त है। रक्त चन्दनकै लगाउनु भयो भने अब त्यसमा मालागिरी लगाउनु पर्यो, छैन भने है, होइन नि सुक्पाको लगाउनु पर्यो। सुङ किनेर ल्याउनु पर्यो, सुङ मात्रै एउटा मध्येमा मलाई लाग्छ 1 भन्दा माथि लाग्छ यसको, 1 लाख भन्दा माथि, 1 भन्दा माथि, 1 लाख भन्दा माथि। अझै सुङको मात्र एउटा मूर्ति बराबर है। मैले धेरै ठाउँ सुङ गरेको छु, त्यो कारणले मैले भोगेको अनुभवले गर्दा चाहिँ मैले भनेको। अब सक्सिङ किन्नु पर्दैन हामीले, मालागिरीहरू छ यहाँ होइन। अब छ भने रक्तचन्दन लगाएर ठिक हो, छैन भने मालागिरी छ, धुपी छ है, त्यसलाई लगाउनु भयो, त्यो किन्नु पर्दैन भनेर रुख दिन सक्छ होला होइन। र अब त्यो सुङभित्र के लगाउनु पर्छ भने सुङ मात्रै त्यति पर्दो रहेछ पैसा है। अब धातुहरू लगाउनुपर्छ, जस्तै कि दाहिनेसँग छ भने दाहिनेसँग लगाउनु भयो, सुन चाँदी हिरा मोती पुवाल होइन, विभिन्न धार्मिक स्थलको माटो इत्यादि चिजहरू यसमा लगाउनु बाँकी नै छ। चाहिँ जीमाला कहाँबाट ल्याउने अब त्यसको लागि कल्पना गर्दा त साध्य भएन हो। अनि जे जस्तो छ तपाईँहरूले अब यहाँ भित्र लगाउने आफ्नो क्षमताले जति सक्नुहुन्छ के ल्याउनु छ। अब आफूले चाँदी किने हो कि सुन लिने हो कि अलिअलि कम्ती होइन, मेरो योमा लगाइदिनु भनेर तपाईँहरूले दिनुभयो भने के हुन्छ भने जबसम्म हामी बुद्धत्व प्राप्त गर्दैन, जबसम्म यो मूर्ति फुट्दैन, तबसम्म तपाईँले पुण्य प्राप्त गरी बस्दै हो। हामीले समुद्रमा गएर 1 थपा पानी बगायौँ भने जबसम्म त्यो समुद्र सुक्दैन तबसम्म त्यो पानी जो थपा चाहिँ रहिरहन्छ। त्यस्तै गरी यहाँभित्र हामीले सुन गर्दा अन्य हामीले अरू कोही अब जजमानले सुनको लागि नदिने, कुको लागि नदिने छ भन्दा पनि यसो 2-4 अब आफूले सक्दो क्षमताले सहयोग गर्यो भने चाहिँ त्यो तपाईँलाई पनि पुण्य प्राप्त गर्छ, बुझ्नुभयो। सहयोग गर्नुपर्छ अरे है। अब यो सम्भव छैन नि त, एकजनाले गरेर सम्भव भएन हो। अब एकजनाले मेरो लागि कुको लागि यति भनेर एकजनाले 1 लाख रुपियाँ दिए, आफ्नोले 1 लाख रुपियाँ दिए, आफ्नोले 1 लाख रुपियाँ दिए। अब दाबी मैले किनेको भनेर कुरो पाउँदैन रहेछ, गाह्रो रहेछ। एउटा कुलाई 4 लाख 5 लाख पर्दो रहेछ। अब सबै गर्दाखेरि अब त्यति मात्रै होइन, फेरि भोलिपछि यो सबै गरिसकेपछि अब हाम्रो अध्यक्षहरू लगायत उहाँहरूको सदस्य सबैको सोच के छ भन्दाखेरि यो सकेर ठुलो लिम्बुची यहाँ कसरी पनि ल्याउनुपर्छ भनेर उहाँहरूले पनि मलाई भनिराख्नुपर्छ। गुरु ल्याएर चाहिँ यहीँ वनको कार्यक्रम सबै प्राण प्रतिष्ठा गर्ने सबै गुरु चाहिँ ठुलो लिम्बुची बोलाउनुपर्छ भनेर उहाँहरूले पनि भनिराख्नु भएको छ। उहाँहरूलाई यहाँ आउनुभयो भने के फाइदा हुन्छ, हाम्रो विभिन्न किसिममा अब झगडा हुनेछ भने त्यसमा पनि राम्रो हुने, घरमा अन्नबाली
हल्दैन भने अन्नबाले फस्टाएर जाने। यहाँ देवी देउराले पिरियड छ भने देवी देउराले पनि उहाँहरूले पूजा विधि आराधना गरिसकेपछि उहाँहरू पनि खुसी भएर राम्रो भएर जाने, वरदान दिएर जाने, अझै राम्रो फस्टाएर जाने। त्यस्तो विधि हो। उहाँ ठुल्ठुलो गुरुहरूले पाइला टेकाउनु भनेको त राम्रो चिज हो। त्यसै कारणले उहाँहरूले नि यो सकिसकेपछि हामीलाई कसरी ल्याउनुपर्छ, औतारी गुरु ल्याउनुपर्छ भन्ने उहाँहरूको चाहना छ। त्यसै कारणले गर्दाखेरि मैले यो एउटा मूर्तिबाट यति खर्च हुन्छ लगभग भन्ने मेरो हिसाबले भनेको मैले है भन्दाखेरि यो 15 लाख हाराएको मूर्तिमै जान्छ। तपाईँहरू यो नसोच्नु कि अब मूर्ति आयो 1-2 लाख गयो सोध्न सुन्नु अझै छ, बाँकी काम टन्नै हिसाब झुम गर्दाखेरि के गर्नुपर्छ भन्दाखेरि सानो मूर्तिमा जस्तो हुँदैन। सानो घरमा राख्ने मूर्तिमा जस्तो यस्तो कागज बेकाएर हाल्ने, अलिकति साधना गर्ने, यसमा हुँदैन। यो त सुन ल्याइसकेपछि साधना गर्नुपर्छ। गुरुहरू यहाँ लामा गुरुहरू सम्पूर्ण गुरुहरूले फेरि साधना गर्नुपर्छ। जब साधना गर्दाखेरि सपनामा एउटा आफूले एउटा चाल दिन्छ नि, सपनामा दिने हो कि विपनामा दिने हो कि केही न केही दिनुपर्छ। तब मात्रै सुन्नु भयो, अब चाहिँ राम्रो भयो भने अनि मात्रै लगाउने, त्यतिकै लगाउने। यसो भाँडाकुटी खेल्छ नि हामी केटाकेटी, भाँडाकुटी खेलेर चाहिँ हुँदैन है। यो एकदमै महत्त्व छ। हामीले पनि अनि गुरुहरूले पनि कहिले पनि त्यस्तो गर्नु हुँदैन। भाँडाकुटी खेलेर जस्तो गऱ्यो भने चाहिँ अनि हामी घरमा दही लगेर हुने, बाहिर त्यस्तो हुने, लफडा हुने, त्यस्तो हुन्छ। त्यहाँदेखि कहिले कु राख्यो भने नराख्यो भने महत्त्व भएन त्यो हो। त्यही कारणले गर्दाखेरि गुरुहरूले पनि त्यस्तो साधना गर्नु 1 हप्ता दिन लाग्छ कि 9 दिन लाग्छ, 7 दिन लाग्छ। अब त्यो ताक्षण भन्ने एउटा हामीले ताक्षण भनेको चाहिँ एउटा चाल कि एउटा केही सङ्केत दिन्छ। त्यो सङ्केत नदिन्छ भने साधना गर्नुपर्छ अरे। अनि साधना गरिसकेपछि अनि मात्रै ल अब चाहिँ भए भनिसकेपछि मात्रै सबैको लागि उहाँले प्रदान दिने खालको बनाउनुपर्छ अरे। त्यति जसरी बनाएन भने के हुन्छ, मूर्तिको काम छैन अरे। बुझ्नुभयो?